खरै एक्सिडेन्ट भएको छ यहाँ विशाल चोकमा यो भर्खर एउटा साइकल सट्टा क्रस गरेर चाहिँ ठोकेको भन्छन् के हो यो चाहिँ एक्ज्याक्ट थाहा भएन तर यो टिपले चाहिँ बचाएकै हो नत्र यत्रो टिपलेको केटी चाहिँ खिचेको भयो मान्छे त अन द स्पोट डेड भइहाल्छ नि भन्दा केही भएको छैन गभर्मेन्ट हस्पिटल गइसक्यो अहिले चाहिँ यस्तो भइरहेको पुरै साइकल काचा कुचुक भइसकेको थियो खासमा अङ्कल खासमा यो पुरै बचाएको होइन यो बचाएको बच्चालाई त छुन छैन केटीलाई त छैन है ऊ आफै डरले बल्ट्या हो क्या बल्छले चाहिँ टाउको लाग्यो पल्टेर गाडीले हानेको भए त अनि त्यहाँबाट पछि उसलाई ऊ भइहाल्थ्यो नि त मरिहाल्दैन गाडी हानेको धन्दा केही नि भयो चोट लाग्थ्यो त गाडीले यत्रो गाडीले हान्दा यत्रो छ गाडीले चाहिँ यहाँ गएर ठोकाएर जोगाउनु खोज्यो केटीलाई चाहिँ केटीको के भयो यतापट्टि गएर चाहिँ ठोकेर चाहिँ लड्यो केटी चाहिँ आफै लडेर चाहिँ जोगिने चाहिँ जोगा लाग्दाखेरि जोगा आफ्नो गाडी ठोकेर जोगा हुन्छ त्यो केटीलाई त्यो ट्रक ड्राइभरले नजगाइदियो भए त्यो प्याचक्कै पस्केर मर्दै मर्दैन थियो अन द स्पोट क्या अन द स्पोट हुन्थ्यो किनभने त्यो ट्रक ड्राइभरले आफ्नो गाडीको माया पनि गरेन होइन गाडीलाई चाहिँ जोगाउनपट्टि लागेन उसले त्यो बच्चाको भविष्यलाई सोच्यो कि त्यो बच्चा त्यो केटी बाँच्छ कि भन्ने सोचेर उसले गाडीलाई चाहिँ लगेर पोलमा लगेर ठोक्यो होइन ड्राइभरलाई चाहिँ मान्नुपर्छ अर्को कुरा के भने त्यो केटी डरले आफै ढलेको गाडी त्यो साइकलबाट अनि भुइँमा टाउको ठोकेर चाहिँ एकछिनसम्म चाहिँ बेहोस भयो जस्तो भयो अहिले चाहिँ ठिक छ होस् आइसक्यो त्यही बेला हेर्नु त्यही बेला अटोमा हाल्दाखेरि पुरै एक्टिभ थियो त टाउकोमा भ्याटा लाएर भएर बजेर पहिला चाहिँ बेहोसै भयो जस्तो भएको थियो त्यो डरले अत्याधिक डरले पनि मान्छे जस्तो हुन्छ हो नि झ्यापला ट्रक आइस केटीले हेर्दाखेरि पनि साधन चलाउँदाखेरि विचार गरेर चलाउनुपर्छ एटलिस्ट के साइकल लिएर हेर्नु पनि विचार गरेर चलाउनु चाहिँ पर्थ्यो कि बाहिर रोड क्रस गर्दा हो यही कारणले हो कि हामी सधैँ ठुलो गाडीलाई मात्रै दोष दिन्छौँ होइन हजुर रोड क्रस गर्दा हामीहरूले कसरी रोड क्रस गरिरहेका छौँ दायाँ बायाँ केही आएको छ कि छैन त्यो पनि ख्याल गर्नु जरुरी छ कि ठुलो गाडीलाई मात्रै दोष दिने त्यो हाम्रो मानसिकता चाहिँ गलत हो नि त्यही भएर सबजना साइकल चलाउँदाखेरि भए पनि सेफसँग चलाउनु होला त्यही बेला त्यो ट्रक ड्राइभरले नबचाइदिएको भए त्यो केटी अन द स्पोट डेड हुन्थ्यो पस्केर खासमा सिधै भन्नुपर्दाखेरि धेरै नै हो त्यो ड्राइभर चाहिँ बचाएकै हो कि पुरै बचाइदियो साइकलको पहाडपट्टिको त्यो ट्रकको उसको टायरहरूले चाहिँ साइकलमा क्याचुत्ता भए जस्तो हल्का पस्के नत्र केही भयो केटीले केही भएकै छैन क्या आफै बजेर केटी ठोकी धन्दा बाजी केटी त्यति कुरा हो स्टे सेफ स्टे ह्याप्पी गाइज बाई बाई